हामी बदल्छौँ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, परिवर्तनको सङ्घारमा आइसकेपछि तपाईँहरूले मन दह्रो पार्नुपर्छ। म अन्त्यमा तपाईँलाई केही कुरा बताउन चाहन्छु। यतिखेर पार्टीप्रति निष्ठा देखाउने बेला होइन। मेरो बाउको पार्टी, मेरो बाजेको पार्टी कहीँ जाँदैन। बाउ बाजेको पार्टी 5 वर्ष यति हुन्छ, कहीँ जान्न। खालि संसदमा मात्र कम गरिदिउँ भने हो, हामीले सकेसम्म नील बनाइदिउँ भनेको। मैले त भनेको थिएँ यसपटक परिवर्तन गर्न सकिएन भने इतिहासमा यस्तो अवसर सधैँ आउँदैन। यो अवसरलाई सदुपयोग गर्नै पर्छ, सबैले सदुपयोग गर्नु होला। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हाम्रा कयौँ उम्मेदवारहरू अहिले आशा गरिरहनु भएको छ म वा बालेनजी या हाम्रा कोही नेताहरू एकचोटि आइदिए, मैले चुनाव जित्थेँ, एकचोटि टेकिदिए हुन्थ्यो, एकचोटि आएर बोलिदिए हुन्थ्यो, उभिदिए हुन्थ्यो भनेर देशैभरिका कयौँ उम्मेदवार साथीहरूले भन्नुभएको छ। म यहीँबाट, यही मञ्चबाट, चितवनबाट तपाईँलाई भन्न चाहन्छु, मतदाताको घर घरमा पुग्न तपाईँ जानुहोस्। देशका मतदाताहरू घन्टीमा छाप लगाउन तयार भएर बसेका छन्। चिन्ता नगर्नुहोस्, आफ्नो इमानमा अडिग रहनुहोस्, आफ्नो इमानमा अडिग रहनुहोस्। मतदाताहरू तयार भएर बसेका छन्। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म कुनै नातै नलिएर चितवन आएको थिएँ। अन्याय परेका बेलामा साथ दिएको एउटा नाता बोकेर चितवन आएको यो मान्छेलाई तपाईँले देखाउनु भएको यो आशा र भरोसाको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। चितवनले परिवर्तनको बिगुल फुकेको थियो, घन्टी बजाएको थियो। अब यसलाई टुङ्गोमा पनि चितवनले पुर्याउनेछ। म तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई यो विश्वास, यो माया, यो सद्भाव, यो उपहारका लागि धेरै 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 धन्यवाद दिन चाहन्छु। म सँगसँगै मेरो निर्वाचन क्षेत्र भएका हुनाले सँगसँगै डाक्टर मनोहर प्रधान, प्रभा ढकाल, समिना मिया पनि समानुपातिकमा उम्मेदवारका रूपमा आउनु भएको छ। उहाँहरूलाई पनि अत्यधिक मत दिएर यहाँहरूले विजयी गराउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु। र सुपर लास्टमा जाँदा जाँदै यति भन्छु कि कतिपय ठाउँमा मैले भनेको सुनेको थिएँ कि एउटा भोट चाहिँ यता यसो हालिदिउँ, हामी त गर्वदेखिको फलानु पार्टीको, यो देखिको फलानु पार्टीको भनेर भन्नुभएको छ। म छातीमा हात राखेर भन्छु, तपाईँलाई अहिले पनि पुराना राजनीतिक दलले परिवर्तन गर्छन् भन्ने विश्वास छ भने सबै भोट तिनलाई दिनुहोस्, हामीलाई चाहिँदैन, सबै दिनुहोस्। होइन भने 5 वर्षलाई हामीले मौका मागेका हौँ। 5 वर्ष स्थायी सरकार देखाएर थिति बसाल्छौँ, देशलाई विकास, समृद्धि, विकास निर्माणको बाटोमा अगाडि लिएर जान्छौँ। नागरिकले महसुस हुने गरी नागरिकको सेवक भएर काम गर्छौँ। गर्न सकेनौँ भने तपाईँकै पार्टी जिन्दाबाद, तपाईँकै नेता जिन्दाबाद। तपाईँको पार्टीको झन्डा मैलो भएको छ भने अर्को सिलाएर हामी दिउँला, तपाईँको नेताको फोटो सिलाइमा हामी पनि राखौँला। 5 वर्षपछिलाई अहिलेलाई अर्को कुनै पार्टी र अर्को कुनै चुनाव चिन्हले एक सिट जित्नु हुँदैन, सबै यो उहाँहरूप्रतिको अवमूल्यन होइन, मैले उहाँहरूलाई कटाक्ष गरेको होइन, उहाँहरूलाई सम्मान गरेको। किनकि इतिहासको त्यो कालखण्डमा देशमा परिवर्तन ल्याउनुको निमित्त पुराना राजनीतिक दल र नेताहरूले ठुलो त्याग र तपस्या गरेका छन्। त्यही त्याग स्वरूप उहाँहरूलाई सम्मानित प्रतिपक्ष, सडकको प्रतिपक्ष अहिले बनाउनु पर्नेछ। एक पटक हामीले मौका पाउनु पर्नेछ। म यति भन्न चाहन्छु। हस्, यहाँहरूको भव्य उपस्थितिका लागि धेरै धेरै धन्यवाद। चितवनले देखाएको यो माया निरन्तर रहिरहोस्। लडेका चितवनका साथीहरू पनि मैले भनिरहनुपर्छ। हामी ढकालजी हुनुहुन्छ यहाँ सदनमा।